सो अहिले चाहिँ म डेलिभरी दिएर आएँ। लाइफमा कहिलेकाहीँ कुराहरू एकदम आफूले सोचेको भन्दा नराम्रो पनि जान्छ र नराम्रो पनि जान सक्छ मेबी, त्यो चाहिँ मलाई थाहा हुँदैन। तर म वर्स्टको लागि चाहिँ प्रिपेयर भएर बस्न सक्छु। चाहे मेरो हरेक दिन राम्रो जान्छ, चाहे त्यो हरेक दिन नराम्रो जान्छ, म एभ्री डे वर्स्टको लागि प्रिपेयर भएर बस्न सक्छु। अनि त्यसले नै मलाई एउटा मेनली क्यारेक्टर दिन्छ। एन्ड आई डजन्ट केयर अबाउट मेरो स्ट्याटस के छ लाइफमा, मेरो अर्निङ कति छ, मेरो फ्यामिलीको स्ट्याटस के छ, मेरो बाबाको ब्याकग्राउन्ड के छ, त्यो कुराहरूले मलाई म्याटर गर्दैन। मलाई एउटा कुरा मात्रै म्याटर गर्छ कि वर्क हार्ड, हसल मोर, लर्न, बी सोसल, गेट इन द बेस्ट सेप अफ यर लाइफ। अहिलेको यो महिना चाहिँ आइएम जस्ट ट्राइङ टु सर्भाइभ। म अहिले यो महिना चाहिँ हेल्दी खान्छु, न्युट्रियस खान्छु भन्ने सोच्न सक्दिनँ मैले यो महिना चाहिँ। किनभने यो महिना मेरो स्यालेरी पनि कम थियो, घरमा पठाउनु पर्ने पैसा धेरै, ऋण धेरै त नभनौँ, साढे 2 लाख हो, मोटामोटी 3 लाख नै ऋण छ, जुन चाहिँ बिस्तारै 6 महिनाभित्र मैले तिरिसक्नु पर्ने हुन्छ। त्यो बाहेक पनि मैले चाहिँ अहिले चाहिँ यो महिना चाहिँ जस्ट सर्भाइभ मात्र गर्न छ, भोको नबस्नु आफू कि। अनि पहिला चाहिँ मैले 300 दिएर महिनाको 2टा मिल खान्थेँ भने अहिले मैले 250 दिएर चाहिँ 1 मिल खान्छु, जुन चाहिँ मेरो नन भेज आउँछ। त्यो जुन राम्रो पनि छ, तर धेरै टाइमसँग यही खायो भने यसले पनि शरीरमा खासै राम्रो चाहिँ गर्दैन। सो अर्को महिनाबाट चाहिँ आई एम ट्राइङ टु थिङ्क अबाउट मैले आफैले खाना बनाऊँ, सबै चिकन होस्, एकदम हेल्दी मिल होस्, सिड ओइल कम होस्, प्रोटिन धेरै होस्। र यो महिना मात्र मलाई गाह्रो हो। नेक्स्ट मन्थ भगवान्को साथ रह्यो भने, सबै सोच जस्तो भयो भने बिस्तारै सबै कुरा म फिगर आउट गर्दै जान्छु। अहिले म सिक्ने स्टेजमा छु, अहिले म सबै सिक्नुपर्छ। मैले आफूलाई एकदम लोएस्ट पोइन्ट 0 लेभलमा राखेर सबैबाट कुराहरू सिक्नुपर्छ। यो होइन कि मैले सबै कुरा जानेर मलाई सबै थाहा छ, मलाई इगो आयो, त्यस्तो हुँदैन। मैले सबै कुरा सिक्नुपर्छ स्टार्टिङबाट, जुन मैले गरि पनि रहेको छु। अनि मलाई खुसी पनि लाग्छ जब मैले एकदम आफ्नो बेस्ट दिइरहेको छु। किनभने अहिले 12 बजे बसमा जान्छु होइन, निन्द्रा पनि लाग्दैन खासै। बसमा सुतेपछि त अनि मेरो त्यो द क्यापेबल अफ थिङ्किङ क्यापेसिटी नै रहँदैन क्या। म हेर्छु, दुनियाँ हेर्छु, सबै हेर्छु, आफूलाई भिजन गर्छु, पोजिसन राख्छु आफूलाई। अबको 10 वर्षमा के सोचेको थिएँ मैले अबको 10 वर्षमा एउटा जिम खोल्छु, एउटा फिटनेस इन्फ्लुएन्सर बन्छु, एउटा फिटनेस ट्रेनर बन्छु। बन्न त फिटनेस ट्रेनरै बन्ने हो म त, मलाई अरू केही थाहा छैन। फिटनेस ट्रेनर बन्छु, महिनाको 26-25 हजार धिराम चाहिँ यहीँ बसेर कमाउँछु। यस्तै बिला लिन्छु, यो यत्रो बिल्डिङहरू, यस्तो लग्जरियस बिल्डिङहरू छ। एउटै अपार्टमेन्ट लिन्छु आफ्नै, एउटा कार लिन्छु, तर दुबईमा सेटल चाहिँ हुँदैन। 10 वर्ष यहाँ बसेर अथवा अन्य ठाउँमा बसेर मेहनत गरौँला, तर दुबई जस्तो ठाउँमा चाहिँ म जिन्दगी बस्दिनँ। काम गर्छु यहीँ, पैसा कमाउँछु यहीँ, तर जम्मा घर गर्छु, इन्भेस्ट गर्छु, आफूमा इन्भेस्ट गर्छु, आफ्नो लर्निङमा इन्भेस्ट गर्छु। सो अहिले चाहिँ मलाई खासै भिडियो बनाउनु मन लाग्थेन, तर आज ऱ्यान्डमली मैले भिडियो बनाएँ। किनभने यो हसलले नै हो। यस्तो रातिको वहाँ नेपालमा भएको भए 12 बजे 9 बजे जति मान्छे अब यहाँ बेलुकाको 12 बजीसम्म काम गरिराख्नु पर्छ। पसिना यस्तो आउँछ फेरि यहाँ के भन्ने। सिग्नल पनि खोल्यो, अब एकछिन फेरि वेट गर्नुपर्छ। यहाँ दुबईको चाहिँ के सिस्टम राम्रो छ भन्दाखेरि यहाँ सबै अर्गनाइज छ, सबै गभर्मेन्टको रुल्स पालन सबैले। यसरी नै हो देश विकसित हुने। हरेक मान्छेले हरेक आफ्नो सरकारको नियम पालना गरिदियो भने सबै थोक विकास हुन्छ। सो अहिले चाहिँ म जेब्रा क्रसिङमा पालो गरिरहेको छु। ल दुबई यस्तै छ। अब यस्तो यति पनि ठुल्ठुलो बिल्डिङहरू छ, सब धनी बडाहरू बस्छन् यसमा चाहिँ। हाम्रो चाहिँ खतरा 8 जना बस्ने रुम छ। 8 जना बस्ने रुममा चाहिँ खुल्यो।
लाइन पनि खोल्यो। अब कति बज्यो अहिलेको? अब 10:52 भयो। अब 11:45मा चाहिँ दोकान बन्द हुन्छ मोटामोटी। अनि बन्द गरेर 1 घन्टा लाग्छ जानलाई। 1 घन्टामा अब म सायद आज सुत्न सक्छु होला, किनभने शरीर एकदम थाकेको छ, निन्द्रा मस्त लागिरहेछ। गएर केही खाँदिनँ। अघि एउटा लस्सी खाएँ, साह्रै त्यो डिहाइड्रेसन जस्तो पारेर। ल बाई बाई।